मैले भनिहालेँ मानज्यू, मैले 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 व्यक्तिगत रूपमा कुनै पार्टी मैले देखाएको छुइनँ, मानज्यूहरू देखाएको छु। मैले अहिले भन्नै पर्दाखेरि हजुर कुन पार्टी नि मलाई थाहा छैन। त्यही भएर पनि अब हजुरहरू कुन पार्टीहरू हुनुहुन्छ त्यसबाट त्योसँग म सरकार राख्दिनँ। हजुरले उठाउनु भएको विषयवस्तुलाई चाहिँ गम्भीरता रूपमा चाहिँ मैले लिनुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। यसमा हाम्रो कमी कमजोरी भएको छ भने यसमा चाहिँ डिजिटलाइजेसन गर्ने भन्ने हाम्रो योजनामा छ। त्यसको लागि बजेटै चाहियो र यसलाई चाहिँ डिजिटलाइजेसन गऱ्यौँ भने चाहिँ कुनै पनि पार्टी होइन कि एउटा नागरिक, नेपाली नागरिकले चाहिँ आवाज आवतमा सहज महसुस गर्नुपर्छ भन्ने चाहिँ मलाई लाग्छ। कुनै पार्टीले मात्र भएर चाहिँ आज राष्ट्रसभाले सजिलैसित पास पाउने, भोलि अब काङ्ग्रेसको सरकारले काङ्ग्रेसले मात्र पाउने अनि त्यसै गरी विभिन्न पार्टीहरूको आउँछ, विभिन्न पार्टीमा पाउने भयो भने त यो त तपाईँको देशमा सुशासन भन्ने त हुँदै हुँदैन। त्यही भएर यसलाई डिजिटलाइजेसन गरिदिउँ भने चाहिँ डिजिटलाइजेसनले टेक्नोलोजीले पार्टी चाहिँ चिन्दैन, नागरिक मात्र चिन्छ। त्यो चाहिँ हामी इम्प्लिमेन्टेसनको फेजमा चाहिँ छौँ, प्लानिङको फेजमा चाहिँ छौँ। अनि सीमा स्तम्भ बिग्रेको विषयमा पनि र यसमा उठाउनु भएको छ माननीयज्यूहरूले इस्युजहरू। यसमा टेरिटोरियल इन्टिग्रिटीमा हामी कम्प्रोमाइज गर्न सक्दैनौँ। हाम्रो राष्ट्रको हरेक बोर्डर क्षेत्रहरूमा चाहिँ यो हाम्रो स्तम्भहरूको रक्षा गर्न हाम्रो नेपाल सरकारको प्रमुख दायित्व पनि हो, कर्तव्य पनि हो। र यसको लागि भनेर पनि हामीले यसपालि बजेट पनि छुटाएको छ। त्यही अनुसारमा यसको स्तम्भहरूको राम्रो बनाउनु पर्ने। अब यसमा चाहिँ कलर पेन्टिङ गरेर हुन्छ कि त्यसको सीमाको राम्रो सुरक्षा गरेर हुन्छ, बिओपीमा मान्छे थपेर हुन्छ कि त्यसको लागि पनि हामीले होमवर्क गरि नै रहेछौँ। आयो कुरा अन्तिममा त फेरि बजेटकै कुरा आउँदो रहेछ है, बजेटै चाहिन्छ त्यसको लागि पनि। त्यही भएर बजेट बल्ल हामीसँग अब आएको छ। अब काम गर्नु चाहिँ अब चाहिँ एकदमै हामी गृह मन्त्रालय चाहिँ एकदमै एक्टिभ वेमा चाहिँ हामी चाहिँ यसमा लागिरहेछौँ। मर्डर केसेसहरूको कुरा आएको छ हाम्रो। यो सबै केसेसहरूमा चाहिँ मानिन्छु हामीले रिइन्भेस्टिगेसन चाहिँ गर्नुपर्छ जस्तो मलाई लाग्छ। धेरै जसो समयमा चाहिँ हाम्रो अहिले पनि अनसल्भ मर्डर केसेसहरू एकदम बेसी आइरहेछ, जहाँ कि 2 वर्ष अगाडिको इस्युजहरू, अनसल्भ मर्डर केसेसहरू, राजनीतिक पहुँचको आधारमा कसैलाई चाहिँ छुट दिएको इस्युजहरू हामीले धेरै अहिले चाहिँ आएर अब मन्त्रालयमा आउनुहुन्छ। अब दुःख पोख्नुहुन्छ। दुःख पोख्ने बित्तिकै एउटा मन्त्रीको दायित्व भनेको आफ्नो नागरिक दुःख हेर्नु नसक्नु नै मेरो विचारमा प्रमुख दायित्व जस्तो लाग्छ मलाई। त्यही हिसाबले हामीले तुरुन्तै नै अब त्यसको लागि प्रमुखज्यूहरूसँग पनि हामीले समन्वय गरेर छानबिन समितिहरू गठन गरेर तुरुन्तै हामीले विभिन्न छानबिन समितिहरू अहिले कतिवटा छानबिन समिति बनाइसक्यो, हामीले अहिले काम गरिरहेछ। र यसको लागि यो केसेसहरूको लागि पनि माननीयज्यूले एकचोटि हामीलाई टिपाइदिनु भयो भने त्यो लिस्टमा पनि आइसा त्यो टिप्यौँ भने हामीले त्यसको लागि पनि रिइन्भेस्टिगेसन गरेर अनफेयर भएको छ, इन्जस्टिस भएको छ भने न्याय दिने त हाम्रो त प्रथम प्रयास त हाम्रो हो नि। त्यसपछि चाहिँ अब न्यायपालिका हुन्छ। प्रथम प्रयास त हामीले चाहिँ गर्छौँ। अनि यसमा हामी प्रतिबद्धता पनि जनाउन चाहन्छौँ हजुरहरूलाई।